नमस्कार साथीहरू। आज तेस्रो दिन म यहाँनिर एक्सर्साइज गर्न आएको छु किनकि भुँडी लागेको छ, मेरो शरीर मोटो भएको छ हैन। तपाईहरुलाई हिजो देखाएको त अलिकति अब एक्सर्साइज अलिक कम नै भयो होला। आज चाहिँ म अर्कै तरिकाले चाहिँ तपाईहरुलाई म यो पेट घटाउने चाहिँ तपाईहरुलाई उपाय सिकाउँदै छु साथीहरू। मेरो कुरा ध्यान दिएर सुन्नु होला र मेरो एक्सर्साइज मेरो भिडियो हेरेर निरन्तरता तपाईहरु पनि एक्सर्साइज गर्नु होला भन्न चाहन्छु। ल साथीहरू, तेस्रो दिनको मर्निङ वाकको एक्सर्साइज है यसरी गर्नु हैन। अब हिजो त म भुइँमा सकेन के साथीहरू, आज चाहिँ म एकदम सक्छु भन्ने प्रयास जारी छ। साथी यहाँ पनि सकिन साथीहरू, घुँडा टेक्न बाध्य भयो हैन। अब त्यहाँ मैले हिजो जसरी गरेको थिएँ आज पनि त्यसरी नै यसरी गर्नु होला। यसरी पनि गर्न सक्नुहुन्छ। अग्लो ठाउँमा पनि मेरो भर्खर 3 दिन हुँदैछ नि त साथीहरू। आया अब फेरि एकचोटि ट्राई गर्छु। आया साथीहरू, म त फेरि सकिनँ। जति भने पनि घुँडै टेक्नु पर्ने बाध्य भयो। साथीहरू, तपाईहरु त्यही राम्रोसँगले सक्नुहुन्छ होला भन्ने मलाई पूर्ण विश्वास छ। मेरो त भुँडी त झन् घट्नुको साटो झन् ठुलो हुन्छ कि क्या साथीहरू। यो एक्सर्साइजले त तपाईहरुको त्यो सानो हुन सक्छ होला। ल बाई साथी।